नमस्कार। हाम्रो क्षेत्रको बाटोहरूको व्यतिथिप्रतिको सरकारी व्यवस्थाको विरोध गर्न हिजो सडक विभागमा गरेको सांकेतिक धरनाको सम्बन्धमा केही मतदाताहरूले मलाई सोध्नुभयो। सांसदले संसदमा नियम कानुन बनाउने कि यसरी सडकमा गएर धरना दिने। 2073 साल जेठ असार महिनामा यस क्षेत्रका थुप्रै सडकहरू 2 वर्ष अर्थात् 2075 साल जेठ असारभित्र सम्पन्न हुने गरिकन निर्माण व्यवसायसँग सम्झौता भएको थियो। यो 2 वर्षभित्र जनप्रतिनिधिको रूपमा मैले गर्नुपर्ने गर्न सक्ने सबै कामहरू गरेँ। ठेकेदार, सडक विभाग, खानेपानी, बिजुली अड्डाका प्रतिनिधिहरूलाई बोलाएर कैयन पटक सम्बन्धित सडकमा गएर सार्वजनिक सुनवाई गर्ने कामहरू गऱ्यौँ। केही समस्या पर्यो दौडेर अड्डामा गयौँ, समस्याको गाँठो फुकाउने कामहरू गऱ्यौँ। आवश्यकता पर्दै गर्दा सचिव र मन्त्रीका मात्र होइन प्रधानमन्त्रीका पनि गयौँ। हुँदा ठेकेदारका कामदारका लागि भाडाका कोठा खोज्ने काम समेत पनि हामीले गऱ्यौँ। कानुन नभएर, जनता वा जनप्रतिनिधिको सहयोग नभएर यो सडकहरू नबनेको होइन, काम गर्ने र गराउनेको नियत ठिक नभएर यो काम समयमा सम्पन्न नभएको। त्यसैले 2 वर्षको म्याद सकिसके पछाडि गएको वर्षको श्रावण 6 गते गएर मैले सडक विभागमा यी ठेकेदारहरूलाई कारबाही गर्नुपर्छ भनेर निवेदन दर्ता गराएँ। मन्त्रालयमा धायौँ, हामीले संसदमा दर्ता गरायौँ, तर कसैले हाम्रो कुरा सुनेन। हाम्रो ठाउँका जिम्मेवार मानिसहरू ठेकेदार जोगाउने काममा लागे, सडकको अड्डा पनि लाग्यो। यो 1 वर्षभित्र कि त ठेकेदारलाई कारबाही गर कि हाम्रो काम गराऊ भनेर हामीले लगातार सङ्घर्ष गऱ्यौँ। तर उल्टो फेरि काम नगर्ने ठेकेदारहरूलाई जोगाएर उनको म्याद थप्ने प्रपञ्च गर्न लाग्यो। समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानुनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानुन तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानुनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानुन तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। राष्ट्रपालले आफ्ना कुराहरू राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। बाँध्ने भनेको कानुनले बाँध्ने भने हो, मान्छेलाई डोरीले बाँध्ने भने होइन। कानुनले बाँधेर काम गराउने भने हो, कानुनले नै बाँध्ने हो। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई 12-15 वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरूलाई? बल्ल ज्ञान आयो? तपाईँको ज्ञान तपाईँसँग